लसु टसिन्दिलेक फ्याफुल्जी बृहत 3 दिन सामूहिक रूपमा साधना गर्नको निमित्त अर्थात् न्युङ्ने उपवासको साधना गर्नको लागि यत्रो महान पुण्यको कार्य आयोजना गर्नुहुने न्यमा होइसेर गुम्बा शिखरपानी 15 हेटौडाको सम्पूर्ण आयोजक टिम र त्यहाँको प्रमुख गुरु र विशेष हाम्रो लोपेन छेवाङ रिग्जिङज्यूलाई हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। र मैले धेरै प्रयास गरेँ त्यहाँसम्म आइपुग्नको लागि, विभिन्न ठाउँहरूमा सोधेँ, कन्ट्याक्ट गरेँ, तर पनि यो मौसम या यो वेदरको कारण या यो अत्याधिक वर्षा भइरहेको कारणले गर्दाखेरि सबै ठाउँहरू अवरुद्ध भइरहेको र यहाँबाट पनि गाडीहरू जान सक्ने अवस्था नभएको र जान पनि नमानेको र त्यति मात्र नभइकन हवाईजहाजबाट पनि सम्भव हुन्छ कि भनेर पनि त्यहाँबाट पनि सोचेँ र त्यहाँ पनि सम्भव नभएपछि हजुरहरूले जुन आयोजना गर्नुभएको महान पुण्य कार्यमा म सहभागी हुन पाइन र सकिएन। त्यसको लागि त्यहाँको मानिपामा समूहदेखि लिएर हाम्रो गुम्बाको प्रमुख र हाम्रो श्रद्धेय धर्मगुरु लोपन छेवाङ रिग्जिङदेखि लिएर सबैजनालाई हृदयदेखि नै माफी या क्षमा याचना गर्न चाहन्छु। र अब हजुरहरू त्यहाँको आमाहरू सबैजना एकदमै उत्साहित हुनुहुँदो रहेछ अब म आइपुग्छु भनेर, तर आउन सकिनँ। म आइपुग्न नसके तापनि र आउन जुन एउटा वातावरण अनुकूल नभए तापनि म भन्दा पनि अझै राम्रो गर्न सक्ने, सबै कुरामा पोख्त भएको, ज्ञान गुणले युक्त हुनुभएको, करुणा भएको र समस्त प्राणी जगतको हितको निमित्त आफ्नो जीवन समर्पित गरेर हिँड्नुहुने हाम्रो गुरु त्यहाँ हाम्रो लोपेन जुन छेवाङ रिग्जिङज्यू हुनुहुन्छ। अब त्यसैले गर्दाखेरि पनि यहाँहरू म नभए पनि भएको सरह र एकदमै हजुरहरू पुण्यवान हुनुहुन्छ र हजुरहरूले उहाँ गुरुबाट नै या अब त्यहाँको विशेष अझ यसलाई चाहिँ समन्वय गर्नुहुने र यो महान कार्यको निमित्त चाहिँ व्यवस्थापन गर्नुहुने त्यहाँको गुम्बाको प्रमुख गुरु हर्क तामाङज्यू हुनुहुन्छ। यहाँहरू सबैजना एकदमै त्यहाँ लसुम्बाहरू हुनुहुन्छ, सबैजना एकदमै पोक्त गुरुहरू हुनुभएको कारणले गर्दाखेरि हजुरहरू न्यास्रो नमानिदिनु होला या आफ्नोमा हतोत्साहित जस्तो मनमा निराशापनहरू त्यो नजगाइकन निरन्तर हजुरहरूले जुन सङ्कल्प गर्नुभएको छ, जुन दृढ उद्देश्य लिनुभएको छ, त्यो अनुरूप नै साँच्चै नै त्यो जुन अति नै महत्त्वपूर्ण र साँच्चै जुन बुद्धको नगरमा पुग्नको लागि या आफूमा भएको क्लेशहरू या पापहरू शोधन गर्दै या त्यसलाई चाहिँ मेटाउँदै जानको निमित्त अति नै आवश्यक जुन साधना यहाँहरूले भोलिदेखि चाहिँ गर्न लाग्नु भइरहेको छ र त्यसमा कुनै पनि निसङ्कोच बिना एकदम निर्धक्कका साथ सद्गुरुहरू या एकदमै हजुरहरूलाई करुणा गरेर बस्नुहुने गुरुहरूको सामुमा उहाँहरू स्वयं आफै नै आर्य अवलोकितेश्वर हुनुहुन्छ भन्ने हिसाबले भावना गरेर सोही अनुरूप गुरुहरूले जे वचन दिनुहुन्छ त्यही अनुसार अनुसरण गर्दै यहाँहरू बस्नु होला भनेर चाहिँ म अनुरोध गर्न चाहन्छु। र सकेसम्म अन्तिम दिनमा भए पनि म आउने प्रयास चाहिँ गर्नेछु र यदि अब यो वर्षमा आउन सकिएन भने पनि कुनै न कुनै वर्षमा आमाहरूले जुन हजुरहरूले चाहना गर्नुभएको तीव्र चाहना छ, तपाईँहरूको कामना छ, सङ्कल्प छ, त्यो परिपूर्ति गर्नको निमित्त अवश्य नै कुनै न कुनै बेलामा अनुकूल भएमा म अवश्य नै त्यहाँ आएर हजुरहरू समक्ष नै बातचित गर्ने र सत्सङ्गत गर्ने कुराहरू चाहिँ अब गर्ने नै छु भन्न चाहन्छु। र अब जसरी यो न्युङ्ने चाहिँ विशेष घेलुङमा या भिक्षुनी जुन कमला या होइन घेलुङमा पाल्मुले जसरी साधना गर्नु भएर उहाँले विभिन्न विघ्न बाधाको बावजुद पनि निरन्तर आर्यवलोकितेश्वरको करुणा या शीलको अभ्यास उहाँले देशना गर्नुभएको दिनुभएको मार्ग अनुरूप नै उहाँ लीन हुनुभएर अभ्यासरत हुनुभएर सिद्धि प्राप्त गर्नुभयो। त्यसरी नै हजुरहरूले पनि
क्रमबद्ध रूपमा अभ्यासशीलको राम्रो पालना गर्नुहुँदै करुणाको जागृत गराउँदै हेलुङमा पाल्मोगले जस्तो चाहिँ सिद्धि प्राप्त गर्न सकुन् र हजुरहरूले यो गर्नुभएको पुण्य कार्यले समस्त प्राणी जगतमा भएका दुःखहरू या मेटेर जाउन्, सबैको अविद्या हटेर जाउन्, सबैमा प्रज्ञाको उदय हुन्, सबैमा भएको चाहिँ पापहरू शोधन भएर जाउन् र अनि सुखको हेतुसँग नजिक्युन् र दुःखको बीचबाट जहिले पनि टाढा रहन सकुन् र शीघ्र निर्वाण प्राप्त गर्न सकुन् भनेर कामना गर्न चाहन्छु। तुझे छे।